नमस्कार साथीहरू, यस भिडियोमा तपाईँलाई स्वागत छ। अहिले चाहिँ हाम्रो बङ्गाल राज्यमा पनि एसआइआर लागू भएर एसआइआर चलिरहेछ र हाम्रो यो दार्जिलिङ कालिम्पोङ जिल्लामा पनि एसआइआर चलिरहेछ र आज हामी पनि आफ्नो परिवारहरूको एसआइआरको बिएलओ आएर हाम्रो पनि एसआइआर कम्प्लिट भएको छ। तपाईँहरूको पनि हुनेवाला छ होला। जसरी बिहा भएर आएको दिदीबहिनीहरू जो को छ है, टाढोबाट आएको उहाँहरूले चाहिँ के गर्नुपर्ने हुन्छ कि आफ्नो पार्ट नम्बर, सिरियल नम्बर, एप्रिल नम्बरहरू चाहिँ उहाँहरूबाट खोजेर हुन्छ के गरेर तपाईँले तयारी राख्नु हो भने तपाईँहरूलाई सजिलो हुनेछ, छिटो काम पनि हुनेछ। पछि फेरि त्यति बेला खोजिरहँदाखेरि तपाईँहरूलाई ढिलो डिस्टर्ब केही पनि हुनसक्छ होइन। त्यसले गर्दाखेरि यो कुरालाई चाहिँ तपाईँले तयारी राख्नु हो भने तपाईँलाई सजिलो हुन्छ। हेर्नुहोस् है, हामीले पनि यो भिडियो यो यसमा चाहिँ हामीले गरेका छौँ एसआइआर। एनटिए पनि हो बसन्त है। ल ल हुन्छ। त्यहाँदेखि हामी 8 नम्बर 36 सुनिलो गाडी स्कुटी पम्चर भयो कि ल्याउन आइजन भन्ने रे। ल उसमा होला, निकै टाढो होला नि, टाढो होला नि। एमडिएम दाजुलाई ठिक छ है। हजुर, यो चाहिँ भयो मेरो भोटर कार्ड, एपिक कार्ड र हामीले पनि आज यसरी चाहिँ गाउँमा अथवा बिएलओ आएर घर घरमा आएर आफ्नो एसआइआर कम्प्लिट गऱ्यौँ। तपाईँहरू पनि कृपया गर्नुहोला, तयारी रहनुहोला। थ्याङ्क यू।